जेनजी आन्दोलन रिपोर्टहरू छ यहाँ जुन प्रश्न आयो रिपोर्ट के हो त सफल हुन्छ समितिमा पनि भन्ने कुरा पनि यहाँ राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो समिति गर्छ रिपोर्ट दिन्छ त्यो रिपोर्ट सार्वजनिक हुँदैन किनभने हाम्रो प्रत्येक मुद्दा हुन्छ हाम्रो प्रत्येक बुजुर्ग हुन्छ प्रत्येक बुजुर्गमा हामी उ गर्छौँ रिपोर्ट माग्छौँ अनुसन्धान रिपोर्ट हुन्छ त्यो रिपोर्ट के हुन्छ भने त्यो मिश्रसँग रहन्छ र हामी हेर्छौँ त्यो हेरिसकेपछि आयोग निर्णय गर्छ आयोगको जुन निर्णय गर्छ त्यो निर्णय सार्वजनिक हुन्छ त्यो रिपोर्ट चाहिँ सार्वजनिक हुँदैन हामी गर्दैनौँ किनभने त्यसमा धेरै कुरा लेखेका हुन्छन् त्यसमा धेरै कुरा पढेका हुन्छ जस्तो साक्षीको पत्र हुन्छ बयानहरू हुन्छ अनुसन्धानको गोप्यहरू हुन्छन् त्यो सबै चाहिँ डकुमेन्टहरू सार्वजनिक गर्ने अवस्था हुँदैन त्यस कारण हामी त्यो सार्वजनिक गर्न सक्दैनौँ जेनजिन आन्दोलनको रिपोर्ट पनि त्यही हो त्यो रिपोर्ट हामी गर्न सक्दैनौँ गर्दैनौँ हाम्रो जुन आयोगले निर्णय गर्यो त्यो निर्णय सिफारिस हो त्यो निर्णय सिफारिस हुन्छ त्यो हाम्रो वेबसाइटमा पनि राखिएको छ त्यो जहिले पनि हेर्न सक्नुहुन्छ हामी वेबसाइटबाट हेर्न सक्नुहुन्छ त्यस कारण चाहिँ हामी ऊ चाहिँ हुँदैन रिपोर्ट चाहिने त्यो हुँदैन हाम्रो सिफारिस चाहिँ सार्वजनिक हुन्छ त्यो सिफारिस भइसकेको पनि अवस्था छ।